उहाँले होइन को अङ्गालोमा बसेको कसलाई अङ्गालो यहाँ सुन्नु त एकछिन मैले कुरै बुझिनँ तपाईँको यहाँ सुन्नु न मैले कुरै बुझिनँ तपाईँले अङ्गालोमा राख्नु भएको चाहिँ को अङ्गालोमा राख्नु भएको चाहिँ को उले एक दुई दिन बोलेर चाहिँ उले रिलेक्सनमा तपाईँ पनि तपाईँले एक दुई दिन राख्दैमा श्रीमान हुँदैन है कहाँ गयो एक दुई दिन मात्रै राखेको उले भन्छ उले बुढी भन्दैन दिदी भन्छ मलाई भन्नुहुन्छ बुढी बिचरा उहाँको नि कुरा राख्नु दिनुपर्छ है तिमीलाई म यसरी बिचल्ली पार्दिन तिमी मेरो स्वास्नी हो मैले ल्याएको त्यसले त एकछिन भन्न बोली भन्दा त्यो त मेरो दिदी पर्छ त्यो मेरो बाउ मेरो आमासम्मको मान्छेलाई चाहिँ मैले कसरी बुढी भन्छु भनेर भन्नुहुन्छ उले 2 दिन मात्रै राखेको अहिले त्यसरी भन्नुहुन्छ यो दुनियासँग फोनमा बोल्नेमा कतिवटा उसकै जेठाजुसँग फोनमा बोल्छ जेठाजुसँग बोला नि त्यो मेरो बुढा हो भन्नु उनले पनि 10 लाख रुपैयाँ खाइदियो खान्छ 10 लाख अनि सुन्नु न